के तपाईँलाई धेरै जसो थकान र चिडचिडापन महसुस हुन्छ? यदि हुन्छ भने यो कम टेस्टोस्टेरोनको लक्षण हुनसक्छ। नमस्ते, मेरो नाम डाक्टर रित पौडेल हो र म साइकियाट्रिस्ट र सेक्सोलोजिस्ट हुँ। आज यस भिडियोमा म कम टेस्टोस्टेरोनका लक्षणहरूको बारेमा कुरा गर्नेछु, जुन तपाईँलाई थाहा नहुन सक्छ र यसको बारेमा थाहा पाउनु हामी सबैलाई जरुरी छ। टेस्टोस्टेरोन के हो? यो पुरुषहरूको लागि कति महत्त्वपूर्ण कुरा हो? यो कस्तो खाले हर्मोन हो? यो शरीरको कुन पार्टमा बन्छ र यसको कमीले के कस्ता लक्षणहरू हुन्छ र त्यसको उपचार के हो भनेर यसको बारेमा मैले एउटा विस्तृतमा भिडियो बनाएको छु, जसको लिङ्क तल मैले डिस्क्रिप्सनमा राखिदिएको छु। तपाईँहरू समय मिलाएर हेर्नुहोला। टेस्टोस्टेरोन पुरुषमा देखिने एउटा प्रमुख हर्मोन हो। यो पुरुषको टेस्टिस या अन्डाले बनाउँछ र यसले शरीरको महत्त्वपूर्ण अङ्गहरूमा थुप्रै कामहरू गरिरहेको हुन्छ। जब एउटा केटो किशोर अवस्थामा प्रवेश गर्दछ, टेस्टोस्टेरोन हर्मोनको प्रभावले उसमा थुप्रै शारीरिक र मानसिक लक्षणहरू देखिन थाल्छ। किशोर अवस्थामा प्रवेश गरेपछि टेस्टोस्टेरोन हर्मोनको प्रभावले केटाहरूमा स्वर परिवर्तन हुन थाल्छ। पुरुषमा देखिने रौँहरूको प्रकारहरू काखीमा, यौन अङ्गहरूमा रौँहरू विकसित हुन थाल्छ, छातीमा पनि रौँहरू विकसित हुन थाल्छ, यौन अङ्गको आकारहरू बढ्न थाल्छ, यौन अङ्गको साइज बढ्न थाल्छ। त्यसै गरी यौन सोचाइहरू पनि मनमा आउने हुन थाल्छ। यो सबै टेस्टोस्टेरोनको प्रभावले हुन्छ। जब उमेर बढ्दै जान्छ, पुरुषहरूमा सेकेन्डरी सेक्सुअल क्यारेक्टरिस्टिक्स बाहेक टेस्टोस्टेरोनले अरू पनि प्रभाव पार्न थाल्छ। टेस्टोस्टेरोनले हाम्रो मन या मुडमा असर गर्छ। यसले हाम्रो मांसपेशी र हड्डीहरूको तागत बनाइराख्नलाई मद्दत गर्दछ र पुरुषहरूमा देखिने जोस, जाँगर या जीवनता पनि टेस्टोस्टेरोनले प्रदान गर्दछ। अब यदि पुरुषहरूमा टेस्टोस्टेरोनको मात्रा ठिक छ भने त सबै कुरा ठिकै हुन्छ। तर यदि मात्रा कम छ भने यसले कहिलेकाहीँ हामीले सोच्दै नसोचेको तरिकाको लक्षणहरू देखाउन सक्छ या सोच्दै नसोचेको समस्याहरू खडा गर्न सक्छ। अध्ययनहरूले के देखाएको छ भने 30 वर्षको उमेर कटेपछि पुरुषहरूमा वर्षको 1% को दरले टेस्टोस्टेरोन कम हुन थाल्छ र जति उमेर बढ्दै जान्छ त्यही हिसाबले 1% पर वर्षको हिसाबले टेस्टोस्टेरोन कम हुँदै जान्छ र यो सामान्य प्रक्रिया हो। यसले शरीरमा कुनै पनि समस्या गर्दैन र कुनै पनि रोगको लक्षण देखाउँदैन। तर यो सामान्य तरिकाले टेस्टोस्टेरोन घट्नुभन्दा असामान्य तरिकाले यदि टेस्टोस्टेरोन घट्यो भने शरीरमा थुप्रै प्रभावहरू देखिन थाल्छ। अब यो असामान्य घट्ने कहिलेकाहीँ अरू रोगले गराउन सक्छ। जस्तै कसैलाई मोटोपन छ भने मोटोपन भएको व्यक्तिहरूमा 50% जति टेस्टोस्टेरोन कम हुन सक्छ भनेर अध्ययनहरूले देखाएको छ। त्यस्तै यदि तपाईँलाई मधुमेह छ भने या डायबिटिज छ भने पनि 40% जति टेस्टोस्टेरोनको प्रोडक्सन कम हुन सक्छ। धेरै जसो मानिसहरूले टेस्टोस्टेरोन भन्ने बित्तिकै पुरुषमा देखिने यौन क्षमतासित मात्र यसलाई जोडेर हेर्छन्। तर टेस्टोस्टेरोनले पुरुषहरूको स्वास्थ्य र पुरुषहरूको थुप्रै अरू अङ्गहरूमा पनि असर गरिरहेको हुनाले यसले थुप्रै अरू समस्याहरू देखाउन सक्छ। र आज हामी यो भिडियोमा टेस्टोस्टेरोनको कमीले हुने 10 वटा लक्षणहरूको बारेमा कुरा गर्नेछौँ। त्यही भएर यो भिडियो अन्तिमसम्म हेर्नुहोला। टेस्टोस्टेरोनको कमीले देखिने पहिलो नम्बरको लक्षण हो यौन इच्छामा कमी। हामीले के बुझ्नुपर्छ भने यौन इच्छा भनेको सधैँ एकनास हुँदैन, यो फ्लक्चुएटिङ भइरहन्छ। भनेको मतलब यो कहिले कम, यो कहिले बेसी हुन सक्छ। यो टाइमले पनि हुन्छ, पार्टनरको सहयोगले पनि हुन्छ, पार्टनरको एबिलिटी पनि हुनसक्छ या थुप्रै अरू तपाईँको पनि शारीरिक र मानसिक चिजहरूले यसलाई रोल प्ले गरेको हुन्छ। तर यदि टेस्टोस्टेरोनको कमीले यौन इच्छामा कमी भएको छ भने यो कहिलेकाहीँ होइन कि धेरै जसो यौन इच्छामा कमी भइरहन्छ। भनेको मतलब महिनौसम्म यौन इच्छामा कमी हुने हुनसक्छ, कहिलेकाहीँ मात्र यौन इच्छा आउने हुनसक्छ। यदि तपाईँलाई पहिले राम्ररी नै यौन इच्छाहरू आइरहेको थियो, सेक्सुअल फ्यान्टेसिजहरू आइरहेको थियो, जुन पुरुषहरूमा देखिने सेक्स सम्बन्धी सोचाइहरू हो, जुन अटोमेटिक तरिकाले दिमागमा आइरहेको हुन्छ, त्यसमा पनि कमी आउने हुन्छ। दोस्रो लक्षण हो यौन उत्तेजना वा लिङ्गको कडापनमा कमी आउनु। टेस्टोस्टेरोनले लिङ्गको कडापनमा डाइरेक्टली काम नगरे पनि यसले नाइट्रिक अक्साइड भन्ने एउटा केमिकलमा काम गरिरहेको हुन्छ, जसले गर्दाखेरि पुरुषहरूमा लिङ्गको कडापन हुने हुन्छ। तर यदि टेस्टोस्टेरोन कम छ भने लिङ्गको कडापनमा कमी आउँछ। अर्को कमी भनेको अर्ली मर्निङ इरेक्सन वा जसलाई हामी म्यानहुड भन्छौँ, त्यसमा देखिन्छ। पुरुषहरूमा सामान्यतया बिहानीपख उठ्दाखेरि लिङ्ग कडा भएको हुन्छ, जसलाई हामी अर्ली मर्निङ इरेक्सन भन्छौँ। तर त्यो भन्दैमा यो पनि सधैँ हुनुपर्छ भन्ने छैन। कहिलेकाहीँ बिहान भएको हामीलाई थाहा नहुन पनि सक्छ र कहिलेकाहीँ यो राति अलि सपना देख्ने अलि बिहानको फेजमा भएको हुनाले हामीले उठ्दाखेरि त्यो महसुस नगर्न पनि सक्छौँ। तर टेस्टोस्टेरोनको कमीले चाहिँ अर्ली मर्निङ इरेक्सनमा सिग्निफिकेन्ट गिरावट ल्याउँछ भनेर अध्ययनहरूले देखाएको छ। र यदि टेस्टोस्टेरोनको कमी छ भने जुन बिहान देखिने अर्ली मर्निङ इरेक्सन छ त्यसमा
धेरैजसो कमी आउँछ र त्यो बिरामीहरूले महसुस गर्न सक्नुहुन्छ। तेस्रो लक्षण हो थकान महसुस हुनु। अब थकान त हामीलाई जहिले पनि लाग्न सक्छ। कुन बेला थकान लाग्छ, कुन बेला लाग्दैन त्यो त्यसरी भन्न पनि सकिँदैन। भनेको मतलब यो सधैँ थकान लागिरहने कुरा पनि होइन र सधैँ मान्छे एकदम एक्टिभ जोस जाँगर भएको भइरहने पनि होइन। टेस्टोस्टेरोनको कमीले यदि थकान लागेको छ भने त्यो अलिक क्रोनिक जस्तो हुनसक्छ। भनेको मतलब त्यो सधैँ जसो लागिरहने थकान, आफूलाई थाहा नै नभएको, आफूलाई फिलै नभएको थकान र यो थकान किन लागिरहेछ भनेर नै आफूलाई थाहा छैन। त्यस्तो गाह्रो काम कुनै गरिएको पनि छैन, त्यही पनि थकान महसुस भइरहेको छ। हो त्यस्तो प्रकारको थकान टेस्टोस्टेरोनको कमीले हुनसक्छ। यो थकान जति सुते पनि या जति रेस्ट गरे पनि यो थकान नमेट्ने खालको थकान हुनसक्छ। थकान मात्रै लागिरहेको छ भनेर त हामीले टेस्टोस्टेरोनको कमीको शङ्का गर्न त सक्दैनौँ। तर यो समस्यालाई हामीले अरू समस्यासँग पनि जोडेर हेर्नुपर्ने हुन्छ। भनेको मतलब थकान लागिरहेको छ र टेस्टोस्टेरोनको कमीले देखाउने अरू समस्याहरू, यो इच्छामा कमी, यो उत्तेजनामा कमी, यो सबै पनि छ भने चाहिँ टेस्टोस्टेरोनको कमी छ कि भनेर शङ्का गर्ने बाटो हुन्छ। अर्को लक्षण हो मन परिवर्तन हुनु या मुड चेन्जेस। जस्तै सानसानो कुरामा पनि रिस उठ्ने, यत्तिकै चिडचिडापन महसुस भइरहने, मन अलिक खुसी नहुने, मनमा चिन्ता वा नकारात्मक सोचाइ मात्रै आउने, यो सबै मुड चेन्जेसहरूको सिम्पटम्स हो र यो पनि टेस्टोस्टेरोनले गराउन सक्छ। यति मात्रै नभएर मन परिवर्तनका लक्षणहरूले कहिलेकाहीँ डिप्रेसनको सिम्पटम्सहरू पनि देखाउन सक्छ र बिरामी डिप्रेसनको लक्षणहरू लिएर डाक्टरकहाँ जान सक्नुहुन्छ। अध्ययनहरूले पनि के देखाएको छ भने टेस्टोस्टेरोन कम भएको व्यक्तिहरूलाई 60 देखि 70% डिप्रेसन हुने चान्स बढी हुन्छ। त्यही भएर मन परिवर्तन पनि टेस्टोस्टेरोन कमीको एउटा प्रमुख लक्षण हो। अर्को लक्षण भनेको मांसपेशीहरूको कमी हुनु या मसल लस हुनु। टेस्टोस्टेरोनको कमीले हाम्रो मांसपेशी वा मसलको साइज, यसको सेपमा उल्लेखनीय रूपमा कमी ल्याउन सक्छ। धेरै नै टेस्टोस्टेरोन कम छ भने मसल लसै पनि हुनसक्छ। भनेको मतलब मांसपेशीको साइज नै कम भएर जति मसल थियो पहिले शरीरमा त्यो पनि कम हुँदै जान सक्छ। तपाईँ एक्सर्साइज गरिरहनु भएको छ, मजाले ट्रेनिङ पनि गरिरहनु भएको छ, डाइट पनि खाइरहनु भएको छ, त्यही पनि जति गरे पनि तपाईँको मसल त्यति गेन नहुन सक्छ या मसल त्यति बढ्न नसक्छ या कहिलेकाहीँ त घट्न पनि सक्छ। हो यो पनि टेस्टोस्टेरोनको कमीले देखिने लक्षण हो। यो 5वटा लक्षण त टेस्टोस्टेरोनको कमीले देखिने प्रमुख 5वटा लक्षणहरू भए। यसको बारेमा हामी धेरै कुरा गर्छौँ र यो हामीले शारीरिक रूपमा देखिरहेको लक्षण हुन्छ। त्यही भएर यो बिरामीले महसुस गरिरहेको हुनुहुन्छ। तर अबको 5वटा लक्षणहरू भने चाहिँ हामीले महसुस नगर्ने पनि हुनसक्छ। मतलब हाम्रो शरीरमा यस्तो भइरहेको छ भनेर हामीलाई थाहा नहुन पनि सक्छ। 6 नम्बरको लक्षण हो शरीरमा बोसोको मात्रा बढ्नु। टेस्टोस्टेरोनको कमीले मांसपेशीहरू कम हुन थाल्छ र यसले गर्दाखेरि शरीरलाई इन्सुलिन सेन्सिटिभिटी घटाउँछ र यसले गर्दाखेरि शरीरमा बोसोको मात्रा बढ्न थाल्छ। धेरै जसो शरीरको पेटको वरिपरि या कम्मरको वरिपरि, छातीमा, पाखुरातिर या कहिलेकाहीँ फेसमा या मुहारमा पनि बोसोहरूको मात्रा बढ्न थाल्छ र यसले गर्दाखेरि वेट गेन पनि हुन सक्छ। अर्को लक्षण हो हड्डीहरूको घनत्व घट्नु या हड्डीहरू कमजोर हुनु। टेस्टोस्टेरोनको कमीले हड्डीहरू बन्ने कोशिकाको प्रक्रियालाई कम गर्छ भने त्यो मर्ने हड्डीको कोशिकाहरू मर्ने प्रक्रियालाई चाहिँ अलि चाँडै गर्छ र हड्डीको कोशिकाहरू मर्न थाल्छ र नयाँ बन्नुपर्ने हो बन्दैन। यसले गर्दाखेरि हड्डी कमजोर हुन्छ। टेस्टोस्टेरोनको कमी पनि छ र उमेर पनि अलिक बढी छ भने सानोतिनो दुर्घटनाले पनि हड्डीहरू फ्र्याक्चर हुन सक्छ या टुट्न सक्छ र त्यो टुटेको हड्डी जोड्ने क्षमता कम हुन्छ र त्यही भएर त्यो फ्र्याक्चर हिल हुने प्रक्रिया पनि कमजोर हुन्छ। अर्को लक्षण भनेको अनुहार र शरीरको रौँहरू पातलो हुनु। टेस्टोस्टेरोन शरीरमा गएर डाइहाइड्रोटेस्टोस्टेरोनमा कन्भर्ट हुन्छ जसले गर्दाखेरि रौँको जराहरूलाई मजबुत पार्ने काम गर्दछ। डाइहाइड्रोटेस्टोस्टेरोनले शरीरको रौँहरूको जरामा गएर हाम्रो कपाल, दारी या शरीरको अरू काखीहरूमा भएको रौँ, छातीमा भएको रौँ त्यसलाई मजबुत पार्ने काम गरिरहेको हुन्छ। तर जब टेस्टोस्टेरोन नै कमी छ, डाइहाइड्रोटेस्टोस्टेरोनको पनि कमी हुन्छ र यसले गर्दाखेरि त्यो शरीरको रौँहरूको जरा मजबुत हुँदैन र यसले गर्दाखेरि रौँहरू पातलो हुँदै जाने, रौँहरू झर्न थाल्ने यस्तो समस्याहरू देखिन सक्छ। अर्को समस्या हो शरीर तात्तिने या शरीरमा पसिना धेरै आउने। टेस्टोस्टेरोनको कमीले शरीरमा अत्याधिक पसिना आउने या शरीर तात्तिने जस्तो समस्या पनि देखिन सक्छ र पुरुषलाई धेरै जसो गर्मी महसुस भइरहने र शरीरमा अत्याधिक खलखल्ती पसिना आइरहने यो समस्या देखिन सक्छ। अर्को लक्षण भनेको स्तनको आकार बढ्नु हो जसलाई अङ्ग्रेजीमा गाइनेकोमास्टिया भन्छन्।
अघि मैले भने जस्तै टेस्टोस्टेरोनको कमीले शरीरमा बोसोको मात्रा बढाउँछ र त्यो बोसोको मात्रा शरीरको छातीमा बढ्ने हुनाले त्यसले गर्दाखेरि केटाको स्तनको आकार बढ्न सक्छ, जसलाई हामी अङ्ग्रेजीमा गाइनेकोमास्टिया भन्छौँ। स्वस्थ पुरुषमा देखिने हर्मोन टेस्टोस्टेरोन अत्याधिक बढी हुन्छ र इस्ट्रोजेन चाहिँ कम हुन्छ, जुन चाहिँ महिलाहरूमा देखिने हर्मोन हो। तर टेस्टोस्टेरोन कम हुन थाल्यो भने महिलाहरूमा देखिने इस्ट्रोजेन हर्मोन चाहिँ पुरुषहरूमा बढ्न थाल्छ र यसले गर्दाखेरि इस्ट्रोजेनले गराउने प्रभावहरू शरीरमा देखिन थाल्छ, जसको मुख्य लक्षण चाहिँ गाइनेकोमास्टिया हो, या पुरुषहरूमा पनि केटी मानिसको जस्तै स्तनको आकार वृद्धि हुनु हो। त्यही भएर पुरुषहरूमा टेस्टोस्टेरोनको कमीले स्तनको आकार बढ्ने हुनसक्छ। अर्को लक्षण भनेको चाहिँ शरीरमा रगत कम हुनु या एनिमिया हो। टेस्टोस्टेरोनले शरीरको रक्त कोशिकाहरू बनाउन पनि मद्दत गरिरहेको हुनसक्छ। त्यही भएर कहिलेकाहीँ टेस्टोस्टेरोनको कमीले एनिमिया हुन पनि सक्छ। भनेको मतलब रगतको कमी पनि पुरुषमा देखिन सक्छ। र रगतको कमीले देखिने समस्याहरू जस्तै रिङ्गटा लाग्नु, थकान महसुस भइरहनु, जुन बेला पनि निद्रा लागेको जस्तो हुनु, यी सबै समस्याहरू रगतको कमीले गराउने टेस्टोस्टेरोनको समस्याहरूको रूपमा देखाउन सक्छ। यो भिडियोमा तपाईँहरूले टेस्टोस्टेरोनको कमीले देखाउने लक्षणहरूको बारेमा बुझ्नुभयो। अब टेस्टोस्टेरोनको कमी छ कि छैन त्यो कसरी थाहा गर्ने, त्यसको उपचार के हो, त्यसको बारेमा मैले पहिले नै एउटा भिडियो बनाइसकेको छु, जसको लिङ्क तल डिस्क्रिप्सनमा छ। त्यो तपाईँहरू गएर हेर्न सक्नुहुन्छ। हस्, आजलाई यति नै। मेरो च्यानल सब्सक्राइब गरेर मलाई सहयोग गर्नुहोला। धन्यवाद।